सम्पूर्णलाई नमस्कार। यो चाहिँ मकैको जुङ्गा हो। हजुरहरूको किडनी सम्बन्धी कुनै पनि समस्या हुँदाखेरि यसले पूर्ण रूपमा समस्या हटाई हजुरहरूलाई किडनी स्वस्थ राख्छ र किडनी डायलाइसिस गर्दा पनि हजुरहरूले धेरैचोटि डायलाइसिस गर्न नमिल्ने भएर हजुरहरूले यो मकैको जुङ्गा पाइने सिजनमा भरपुर हजुरहरूले भेला गरेर तातो पानीमा उमालेर हजुरहरूले यसको काँडा बनाएर एकदम खानु होला र हजुरहरूको किडनी स्वस्थ राख्नु होला। र यो हजुरहरूलाई यो भिडियो कस्तो लाग्छ लाइक कमेन्ट सेयर गरेर सम्पूर्ण नेपालीहरू माझ पुर्याउनु होला। र हजुरहरूको तिर यो अहिले मकैको जुङ्गा पाइने सिजन हो। यसको औषधीय गुण धेरै भएको कारणले गर्दा यसको भरपुर प्रयोग गर्नु होला। हस्त नमस्कार, धन्यवाद।